प्रिय नेपाल पेन केयर रिसर्च सेन्टरबाट। यो सेन्टरमा म एज अ पेन फिजिसियन कार्यरत छु। हामी चाहिँ यहाँ विभिन्न प्रकारको दुखाइको बिरामीले जाँचेर उपचारहरू गर्छौँ। र आज 64 इयर्सको दिदी किर्तिपुरबाट आउनुभएको, दुवै घुँडा दुखाएर। र आजभन्दा कति दिन अगाडि आउनुभएको थियो मकै? 1 महिना जति अगाडि है। अनि त्यो बेला हामीले चाहिँ सबै जाँचेर हेऱ्यो, एक्सरेहरू पनि ल्याउनु भएको थियो। र हामीले चाहिँ जाँचेर हेर्दाखेरि चाहिँ दाहिने घुँडा चाहिँ अलमोस्ट ग्रेड 4 ओस्टियोआर्थराइटिस नि, भन्नाले दुईटा हड्डी पुरै टाँसेको, धेरै बिग्रेको। यो स्थितिमा चाहिँ हामी चाहिँ बिरामीलाई घुँडा फेर्नलाई सल्लाह दिन्छु, तर सबैले घुँडा फेर्न चाहँदैन। त्यही भएर आज चाहिँ हामी चाहिँ उहाँको आफ्नै रगत तानेर यो प्लाज्मा थेरापी गर्न गइरहेको छु। र उहाँको देब्रे घुँडा चाहिँ ग्रेड 3, भन्नाले त्यसलाई चाहिँ प्लाज्मा थेरापीले अझ राम्रो गर्न सक्छ होइन। तर उहाँलाई चाहिँ बढी चाहिँ दाहिने घुँडा दुख्ने होइन आमा। र उहाँलाई हामीले औषधहरू दिएको थिएँ, र हामीले सिटीमिटी हामी पेन किलर औषधहरू चलाउँदैन। हामीले पेन किलर औषध नचलाइकन अरू औषधहरू चलाएको थियौँ। र त्यो औषधले पनि तपाईँलाई कस्तो गरिरहेछ? त्यो औषधि चलाएपछि तपाईँलाई सजिलो भएछ होइन? अलि सजिलो भएछ। हजुर यहाँ आएर खुसी हुनुहुन्छ? ठिकै छ। पहिला अरू ठाउँमा चेकअपहरू गराउनु भएको थियो होला नि? धेरै ठाउँमा गर्नुभयो है। यो चाहिँ गफगरी गर्ने विधि हो। यो गर्दाखेरि हामी सुरुमा चाहिँ नदुख्ने औषध दिन्छौँ, त्यसले गर्दाखेरि प्लाज्मा थेरापी गर्दा दुख्दैन। र यो नदुख्ने औषधि लगाएको भएर चाहिँ आमालाई 2-3 घन्टा सजिलो हुन्छ। र त्यसपछि चाहिँ प्लाज्मा थेरापीले काम गर्ने चाहिँ भोलिदेखि थाहा हुन्छ। र हामीले यो प्लाज्मा थेरापी लगाएपछि 3 हप्तामा एसेस गर्छु, यसले कतिको सजिलो भयो अथवा भएन। र त्यसपछि चाहिँ अर्को सेकेन्ड डोजको प्लानहरू बनाउँछु। ठिक छ? ल, के दुखेको छ कि छैन है? ल, अनि हामी चाहिँ यहाँ हड्डी खिएको, त्यान्द्रा च्यातिको बिरामीहरूलाई चाहिँ हामी सकेसम्म स्टेरोइड इन्जेक्सनहरू दिँदिन। स्टेरोइड इन्जेक्सन चाहिँ पेन किलर हो। र हामी चाहिँ सकेसम्म चाहिँ सुरुमा चाहिँ हामी यो प्लाज्मा थेरापी बिरामीको आफ्नै रगतबाट चाहिँ उपचारहरू गर्छौँ। र यसले काम गर्यो भने चाहिँ हड्डी खिनेलाई पनि कम गर्ने गर्छ, र यसले चाहिँ दुखाइलाई पनि कम गर्छ भन्छ। त्यान्द्रा च्यातेकोहरूमा चाहिँ यसले चाहिँ पुरै हिल गरेर चाहिँ दुखाइहरू कम गर्छ भन्छ। हस्, थ्याङ्क यू।